अनि तिमी यार माछा चुम्मा चाटी गर्न लागेको बेला मारिदिने यहाँ त हिजो मार्दै ऊ त्यस्तै थियो कि दुईटा ऊ त्यस चुम्मा चाटी गरिरहेको थियो त्यस्तो दुईजना जिया मुख जोडाएर बस्थ्यो ठ्याक्क एउटालाई नलाइ नि अर्कोलाई नच भनेर हानिदिएको ठ्याक्कै एउटाको उस गालाबाट आएर पार भएछ कस्तो भाइब्स आउँछ होला त गर्ने क्रममा चाहिँ होइन माई ड्रिम हाउस टाइपको घर भेट्यो क्या यस्तो घर चाहिँ मलाई मनपर्छ होइन सो हाई गाइज ठुलो नेक्स्ट डे विथ नेक्स्ट भ्लग होइन अनि हिजो पनि अलि राम्रोसँग चाहिँ फोटो भिडियोहरू खिच्न पाएन कारणवश त्यस्तै भयो साँझ आउँदाखेरि त्यति धेरै फोटोहरू भिडियोहरू पनि खिच्न पाइएन थोरै थोरै चाहिँ मैले बाटोमा क्याप्चरहरू गरिरहेको छु अब चाहिँ बिहानै उठेर हामी उता हिजो साँझ राति 10-11 बजीतिर आएको थियो गेस्ट हाउसमा बस्यो एकछिन यहाँ फेवाताल घुमेर उता गेस्ट हाउसबाट अहिले चाहिँ निक्लेर अहिले अब फेवाताल घुम्न आएको फोटो भिडियो खिचेर हामी अब एकछिन पछि चाहिँ हामी एसिया महादेशकै लङ्गेस्ट ब्रिज कुस्मा ब्रिजमाथि पुग्नेछौँ एकछिनमा होइन त्यो अब टाइम लाग्छ साँझसम्म सायद त्यहाँ पुगेर उता हामी रुकुम पूर्वी रुकुममा चाहिँ हाम्रो बास हुन्छ होला आज अहिले चाहिँ पोखरामा ठिकै 9 जति बज्यो होला होइन 9 बज्यो होला अहिले अब एकछिनमा हामी फोटो भिडियो खिचिकन डुलेर पोखराको फेवाताल घुमेर हामी खाजा खाएर फर्किन्छौँ र खाना चाहिँ हामी बाटोमै खानेछौँ उतै किनभनेपछि ढिला हुन्छ एकदम धेरै त्यो बाइकलाई पनि रेस्ट हुन्छ होइन जाँदा जाँदा अब हामीले बाटोमा खाजाहरू खाँदै खानाहरू खाँदै गयो भनेपछि बाइकलाई पनि एकदम रेस्ट हुन्छ होइन त्यही हो हेर्दै गर्नु यो चाहिँ फेवातालमा हामी चाहिँ हेरिरहेछ होइन परे बाबु माछा त्यही छ त माछा त छन त यार त्यहाँ नहान क्या ऊ यता ऊ त्यहाँनिर जम्मा भए हुन्छ नि ऊ त्यता हान न ऊ ओबाट ठुलो छ है त्यहाँ त माछा ऊ हेर त योमा नदेखिने रहेछ यार ऊ त्यो माछालाई हान क्या ऊ त्यसलाई हान त त्यो बाटो रहेछ है पहिला बिचमा एउटा मन्दिर थियो क्या छ के कता छ पर तपाईँलाई थाहा नै छैन यत्रो वर्ष 5-20 वर्ष हुनुहुन्छ नि थाहा नै रहँदैछ त फेवाताल चाहिँ त्यही हो यही हो मैले पर जानुभयो त्यहाँ मन्दिर त पर्छ भाइ पर घुम्नु जानुभयो अनि तिमी यार माछा चुम्मा चाटी गर्न लागेको बेला मारिदिने यहाँ त हिजो मार्दै ऊ त्यस्तै थियो कि दुईटा ऊ त्यस चुम्मा चाटी गरिरहेको थियो त्यस्तो दुईजना जिया मुख जोडाएर बस्थ्यो ठ्याक्क एउटालाई नलाइ नि अर्कोलाई नच भनेर हानिदिएको ठ्याक्कै एउटाको उस गालाबाट आएर पार भएछ तिम्रो गर्लफ्रेन्ड छ कि छैन छ होला गफ दिएको मलाई म त यहाँ फुल बेच्छु त्यहाँ पर आएको पनि 1.5 पुग्दैन नि केही हुँदैन लगाए हामी पोखराबाट निस्केको पोखराको भ्यू बिहानको हिमालहरू बारीतिर मोबाइल त्यो हुन्छ क्या हावा लागेर खस्छ
गाइजहरू है हामी चाहिँ बागलुङ पर्वत यता पर्वतको हामी यो ब्रिजतिर हो हिँडिरहेको अगाडि मजाले अनि भर्खरै आइपुग्यो हामी यहाँ चाहिँ बवाल छ है ठाउँ यहाँ एकदम दामी छ ठाउँ चाहिँ बाटो पनि एकदम क्लियर छ क्या बाटोको त्यो भ्यूहरू पनि है यहाँको भ्यूहरू आमामा हक्का छ यो पहाडहरू अनि पुल यो बाटो कस्तो बवाल छ तलतिरबाट यसरी हेर्नु ब्याग बसालौँ क्या कतै न पहिलो पुगिँदो र पारि त यार कति हो अझै ओह्रालो काटेको छैन फेरि उकालो काट्नुपर्छ बट्टा पारि गोर्खामा चाहिँ खतरा देखिन्छ क्या यो हामी चाहिँ अहिले ठ्याक्कै चाँदनी दोधाराको यो पर्वतको पुलमा है पर्वत यहाँ पुलमा आइसकेका छौँ पुलमा आएर फोटासोटा भिडियो खिचेर बसेर एकदम भिडियो खिचेर अब एकछिनमा चाहिँ हामी यहाँबाट निक्लिन्छौँ निक्लेर फेरि सिनहरू अब देखाउँदै अलिअलि सिनहरू खिच्दै जान्छौँ हामी आज चाहिँ हाम्रो यात्रा भनेको रुकुम पूर्वसम्मको हो होइन रुकुम पूर्व हामी पाथी हाल्नेसम्म जान्छ पाथी हाल्नेदेखि थोरै अगाडिको गाउँहरूसम्म जान्छ होला लुगुम भन्ने छ होइन त्यहाँसम्म अब 11 साढे 11 जति भइसक्यो यहाँ आउँदासम्म अनि त्यसपछि अब धेरै छ अब यहाँबाट जानुपर्ने दूरी चाहिँ धेरै छ अनि अलिअलि थोरै क्लिप्सहरू देखाउँदै हामी चाहिँ हिँड्छौँ बरु ल अहिलेलाई चाहिँ अनि त्यसपछि सामान त यस्तो छ हाम्रो हालत चाहिँ होइन भिडियोमै छ किन गराएको यार ब्याग स्याग बोकिसक्यो उसले ल यो ब्याग म पक्रिन्छु ठाडो भिडियो हेर्छ त बनाइरहेको छु ल गाइजहरू हामी चाहिँ माथि हाल्ने भन्ने ठाउँमा आइपुग्न लाग्यो है गाइजहरू है यो तलको यो गाउँको नाम के हो थाहा भएन धेरै राम्रो रहेछ यो यहाँ लेख्या होला के हो यो मधुबङ भन्ने ठाउँ रहेछ यो चाहिँ मधुबङ भन्ने ठाउँ रहेछ मधुबङबाट अब लगभग यहाँबाट माथि हाल्न पुग्न धेर छैन 10-15 किलोमिटर जति मात्रै छ यो गाउँ कस्तो राम्रो रहेछ होइन गाउँ बाँकी छ त्यो काट्दै हुनुहुन्छ त्यहाँ पहेँलै भइसक्यो है गाउँमा आएर चाहिँ एकदम हावा चलिरहेको छ होइन अब के गर्नु अब माइक पनि छैन मसँग फोन अटाउने पनि छैन केही पनि छैन यतिकै बोलिरहेको छु सुनिरहेको छु कि छैन है अहिलेलाई चाहिँ यहीमा कम्प्रोमाइज गर्नु पऱ्यो हेर्नु गेट डाउन गर लुगुम चाहिँ 25 किलोमिटर छ होइन यहाँ चाहिँ चोखास भन्ने ठाउँ चाहिँ होइन यो हो क्या पर्वत पेटारे आएन आउँदाखेरि कस्तो भाइब्स आउँछ होला त भएन लुक्स चाहिँ कडा है नयाँ कुरीको हामी अब लाली गुराँस टिप्न जान्छौँ होइन धेर नल्यान अलिकति उयो धेरैको 2-3वटा भयो यहाँतिर छन् नि तल्लोपट्टिबाट 2टा सँगै
आया लाली गुराँस है हो त्यसलाई पनि भाँच्न बस हो गइल बा गुराँस यति भयो हुन्छ यस्तो छ है हाम्रो भ्यू चाहिँ ल सो गाइज हामी चाहिँ माथि हाल्ने आइपुग्यो भ्यू टप बोलाएर बबाल छ है जाडो चाहिँ हुँदैछ के साह्रो हो हेर्न सक्नुहुन्छ माथितिरको भ्यू टक्क लगाएर ऱ्याम घटेर गाइज बाइकको गाह्रो छ गाह्रो गाइज चाहिँ भेडा देखिसक्यो टक्क लगाएर पारि म तपाईँहरूलाई एउटा किस्सा सुनाउँछु यहाँको होइन अब यहाँ योभन्दा 1 वर्ष अगाडि आइरहेको थियौँ है यहाँ चाहिँ हाम्रो बाइकले 81 ढोका दिँदाखेरि यहाँ आउँदाखेरि लगभग 8 बजे थियो होला होइन अनि त्यसपछि अँध्यारोमाथि अब बाइक स्टार्ट भएन न्युट्रलमा हालेर यहाँ चाहिँ हामीले दुईजना थियो एकजना दाइ र मैले दुईवटा फोन बालेर हामी यहाँ न्युट्रलमा हिँड्यौँ कि बर्खाको टाइममा थियो भने अनि यस्तो हालत भएको होइन यहाँबाट जहाँसम्म हिँड्यो भने उत्तल म अहिले सिकाइदिन्छु त्यहाँसम्म चाहिँ फुल न्युट्रलमा मोबाइल दुईवटा फोन बालेर हिँडेको बिस्तारै है अनि त्यसपछि केही पनि उपाय लाग्दैन बस्यो अनि उपाय नलागिसकेदेखि एकजना दाइ आउनुभयो उता डुकुम जाने दाइ पनि अनि त्यसपछि त्यो दाइसँग त्यो दाइले चाहिँ हेल्प गरिदिनु भएको हो होइन हेल्प गरिदिएर हामी चाहिँ गएको त्यस्तो भएको गाई होइन अहिले यो अहिलेसम्म त यो भत्का घरि कति 500 पाल्छ नि यतातिर 1000 हामी चाहिँ अहिले ठ्याक्कै पाथिहालमा क्रस गरेर यो थोरै माथिको एउटा डाँडामा चाहिँ छौँ योभन्दा अगाडिको चाहिँ लुगुम गाउँ हो त्यहाँ छ लुगुम गाउँ चाहिँ लगभग हामी यहाँबाट मिनिमम 10 मिनट्समा चाहिँ हामी लुगुम गाउँ पुग्छ त्यसपछि यहाँ चाहिँ बाटोमा चाहिँ पहिला एकपटक आउँदाखेरि यहाँ बसेको थियो हामी होइन फोटो भिडियो खिचेको थियो अनि अहिले चाहिँ ठ्याक्कै यही डाँडामा चाहिँ गर्ने क्रममा चाहिँ होइन माई ड्रिम हाउस टाइपको घर भेट्यो क्या यस्तो घर चाहिँ मलाई मनपर्छ होइन कस्तो बबाल क्या डाँडामाथि है पाइप्स आउने दार ढुङ्गा मात्रै युज भएको क्या आमा कस्तो क्युट है मा हैट त्यहाँ सानो सानो घरहरू बन्दैछ यसरी ढुङ्गाको घरहरू बनाउने हामी अहिले चाहिँ यो कस्तो बबालको यो डाँडा काँडाहरू छ ट्याक्कहरू यहाँ भ्यू टावर छ यतातिर होइन अनि त्यसपछि यो हो त्यो माथि धेरै माथिको टावरबाट चाहिँ त्यहाँ पाथिहाल्ने भन्छ त्यहाँबाट आएको हामी अहिले यो डाँडामा चाहिँ छौँ हाम्रो रानी त्यहाँ छ कस्तो पिसफुल ठाउँ छ यहाँ होइन एकदम मजा आउँछ क्या भाइब्स आउँछ हामी चाहिँ आजको बास चाहिँ हाम्रो त्यहाँ अगाडिको लुगुम गाउँमा लुगुम गाउँमाथि चाहिँ हुन्छ तर घरहरू छ लास्ट मन पऱ्यो क्या मलाई त ऊ त्यो माथि त्यो भिरैभिरको बाटो गएको नि ऊ त्यो पारी हो त्यो पारी भिरैभिरको बाटो जाने त्यो माथि ऊ त्यो माथि यिनी पहाडहरू काटेर उतापट्टि जानुपर्छ तकसेर जानुलाई चाहिँ तकसेर त्यो उताट्यो हो यो माथि डाँडाको उतापट्टि हो तकसेरा भन्ने ठाउँ चाहिँ होइन तर घर चाहिँ क्या च्वाक छ क्या क्युटी छ यार उतापट्टि अनि पुरै हिमाल पहाड माथि गएपछि हिमालहरू सब देखिन्छ तिमीहरू त्यहाँ क्या हिँडेर गाडीमाथि
गाडीमा उताति गयो उहीँ माथि त्यहाँबाट पनि कति हिँडेर माथि गयौँ हामी त गाइज हामी चाहिँ लुकुमा आइपुगिन लाग्यो लुकुम जानु चाहिँ अब थोरै छ बाटो हेर्नु बाटो बाटो चाहिँ हामी सायद सुना भानो के फुला भानो के सङ्गीतको धुना भानो गण्डकी पूर्वतिर गण्डकी पश्चिमतिर कोशी छ साँच्चै सुन्दर छौ कि कुन्नी मेरै नजर दोषी छ वाट छ है बाटो त एकदम बाबा लुगुम आयो गाइस लुगुम लुकुम आइसक्यो गाइज लुकुम यस लुगुम गाइसहरू देखाइदियो अब घरहरू माथि सर ऐसा है ऐसा देख्नुभयो छ रे देखेछ रे लुकुम गाउँ भएन अब हामी छलो त्यसको पनि भला कहिले खाने त भोलि